गाइज नेपालको एउटा यस्तो केटा उसलाई स्कारलेटको भिडियो देखेर उसलाई पनि रोस्टिङ च्यानल खोल्न मन लाग्छ। उसले च्यानल खोलेर युट्युबमा भिडियो अपलोड गर्छ तर उसको सब्स्क्राइबर भन्दा पनि हेटर एकदमै बढिरहेको थियो। यो कुरालाई ऊ इग्नोर गरेर युट्युबमा भिडियो हाल्नेतिर लाग्छ। उसले युट्युबमा केही महिनासम्म मेहनत गरेपछि उसको भिडियोमा नेपालकै सबैभन्दा ठुलो युट्युबरले रियाक्ट गरिदिन्छ। उसको भिडियोमा नेपालकै सबैभन्दा ठुलो युट्युबरले रियाक्ट गरेको कुरा उसलाई भन्दाखेरि उसलाई धेरै नै खुसी लागिरहेको थियो। उसले सोचेथ्यो कि रियाक्ट गरेको भिडियो उसको च्यानलमा हालेर उसले अलिअलि भए पनि सपोर्ट पाउँछ भनेर। ऊ युट्युबरको च्यानलमा गएर उसले रियाक्ट गरेको भिडियो हेर्छ तर उसले काहीँ पनि भेट्दैन। उसको भिडियो प्राइभेट गरिसकेको थियो। ऊ केटालाई लाग्छ कि ऊ युट्युबरले आफ्नो फाइदाको लागि मात्र उसको भिडियोमा रियाक्ट गर्दैको अनि उसलाई नै रोस्ट गरिदिन्छ। ऊ केटाले यत्रो ठुलो युट्युबरलाई रोस्ट गर्यो भनेर उसको अडियन्सहरूले ऊ केटालाई धेरै नै हेट गरिरहेको थियो। धेरै समय बितिसकेपछि उसले हिन्दी बोलेर भिडियो बनाउन थाल्छ तर उसलाई नेपाली अडियन्सहरू आएर धोती त नेपाली भएर हिन्दीमा किन भिडियो बनाउँछस् भन्न थाल्छ। दिन रात एक गरेर ऊ नेपाली कम्युनिटी बनाउन आएको थियो तर उसलाई सुरुदेखि अन्तिमसम्म हेट र डिमोटिभेट मात्र पाउँछ। उहाँको नाम भन्नुभन्दा अगाडि मेरो एउटा सानो रिक्वेस्ट यदि हजुरहरू नेपाली हो भने भिडियो लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। गाइज उहाँको नाम हो कान्छा एपेक्स। उहाँ युट्युबमा डिमोटिभेट भएर उहाँ युट्युबमा भिडियो हाल्न छोडिदिन्छ र ऊ युट्युबमा फेरि हार नमानेर नेपाल देशको बारेमा न्युज एन्ड अपडेटको भिडियो कभर गरेर लाखौंमा फ्यान फलोइङ बनाउँछ र उसले हाम्रो नेपाली कम्युनिटी फ्री फायर छोडेर सही गर्यो या गलत तपाईहरु कमेन्टमा भन्नु होला। #लभ फर स्कारलेट भनेर लेख्न